आज बुवा यहीँ बस्नुहुन्छ है भोलि जानुहुन्छ अस्ति नै 15 दिनमा लास्टमा त्यत्रो भाडा धस्काएर जानु पर्यो कोहीलाई भाउजूहरू हुनुहुन्छ हामीले सार्दिने भाउजूहरूले भाडा दिनुहुन्छ क्या हामी कालुवा दुईटा नयाँ भाउजू थपिएन टेन्सन नल्याउ दुईटा ए बाबु कता गयो त्यसलाई पोलो हामीले बाँध्न पर्दैन अहिले दुईटा तिनवटा भाउजू हुनुहुन्छ सहिलो हुन्छ कि नि हप्ता पहिला जस्तो हामीले धस्काउनु पर्दैन धेरै हुनुहुन्छ ऊ जाउरो दिप यो अचानक बनाउनु पर्यो ज्यादै गयो च्याट्टा च्याट्टा गयो त कुकुरले त अनि अहिलेसम्म नहानेको डर लागिहाल्छ बिडै त्यो सानो अलिक छोप्ने हानेको त्यो बेड फेरि यतापट्टि गर्दा त्यो छोरी जस्ताले भेटाउँछ कि भनेको थिएँ कि मैले हो न यो अस्ति नै यसो पर यसो निक्लिहाल्यो भाला चाहिँ ठुलो रहेछ हजुरले अहिलेको दिदी राख्नु छ नि ए उहाँ पर्छ मन्दिरको नजिक ए बाबु माथि त्यो ऊ केमा छ हजुरले बताइदिनु त्यो उसमा छ कि ऊ म अर्को भाइ हल्दार जान्छ हल्दार त्यो कता छ बर्ना छ बर्ना आँखा त फालिदिनु टोपी चाउडा बुढी छिटो गरेर यो त तिम्रो हो लेट त हामीले त यहाँ काटेर नि ल्याइदियो तर पछि चाहिँ सबै यहीँ पकाएर खाने गर्नुपर्छ है पछि पछि बोकाको काट्नु पर्ने रहेछ होइन अलि अस्ति नै बाहुन माथि उसको ओके बोकाको गर्दनबाट अलि तलाएर बोकाको त यतै पौवा बनेपछि यहीँ पकाएर खाने गर्ने क्या माथि खुट्टा नि काटिनु भने नकाट्छ नबाड्ने कसको उसले बरु पाकेको बाड्ने बरु गर्नु कसकोमा हो भने गर्दनबाट टाउको राख्नु उ त्यहाँ मासु छ कि अङ्कल उ त्यहाँ अलिकति उहाँ थोरै मासु रहेछ ठिक छ होइन होइन यता एकदम ठिक एउटा काटे हाम्रो त माथि नडाल्न पर्छ क्या लछार गर्दनबाट दाजु माथि उसबाट उतै घर बसिसकिरहेको चाल्न पर्छ भन्छ दाइले अझ मार हान्नु कि दाइले छोड्नु त्यो राख्ने छुट्टै पर्दैन त यहाँ काटेर हाल्छु के त्यो तलको त्यो निकाल भयो होइन काटेर हाल्छु नि सबै हाल्छु नि सबै अहिले हाल्छु भुटियामा त्यो लतपत गर्ने होइन कि खुट्टामा ड्याङ इच्छा हुन्छ खाने खानेको हामीले नि खान्छ बोले अन्त दुईजनाले मात्रै खाएर के हाल्नु सानो सानो बनाउने पाक्छ क्या मजाले सबको इच्छा हुन्छ खाने चक्कु लिएर जान चक्कु कहाँ खुकुरीको कौन सा खाली खरे यहाँ के गर्ने र बान्डिन दाँतले टोक्न चुडाल के कुकर के सानो छुरी मासु मासु राख्ने हड्डी नराख्ने हड्डी फालिन्छ पकाएर पनि फालिन्छ म यहाँ सबै मासु ठिक्कै सानो सानो बनाइदिन्छु नै मिसाइदिउँ त्यसमा मिसाइदिउँ कि पाक्छ क्या मजाले ए बुवा त्यो दिनुहोस् त हँसिया ठुलो भयो भयो क्या काट्नु काट्नु हो त्यो पनि नराख त्यसमा त मासु छ धेरै
किन जान खोजेको हजुरसँग सोध्नु त निसेला निसे त किन जान खोजेको कालुसँग कुन चाहिँ आन्दोलनमा के को आन्दोलनमा एमालेको होइन जेन्जीको कालुवा त अनि जेन्जीको हो र म त हात खुट्टा भाँच्ने जेन्जीलाई त घर घर हेर्न जाने के काठमाडौँ भात दिएको त नि काम छैन लही लही हिँडे कस्तो काम छैन हो र केटी बुढो अब भएर मर्ने हो हार्ट एट्याक भएर मर्छ होला त्यत्तिकै लही लही जेन्जी भने हिँडे जेन्जीको के हो र भनेको हजुर जेन्जी भनेको हजुर 2013 देखि 2026 सम्मका 27 सम्मका 27 सम्मका युथहरू जेन्जीहरूले भ्रष्टाचारी विरुद्ध उठाएको आवाज 1900 मुक्त देश बनाउन चाहन्छ 1900 कति पोलेर हजुरको किन हो र भाग्ने 1995 को 1996 देखिका अँ, अनि 2013 भनौँ न 2003 हो कि 2005 सम्मका कति काला यहाँको इन्टरनेटको दुनियाँमा डुबिरहने मान्छे हो हुन्छ तर कालुवा केपी ओलीले इन्टरनेट पनि केपी अहिले हार्ट एट्याक भएर मर्छ क्या अब गाँजा तिनीहरूलाई चाहिन्छ अफिम यही जेन्जीलाई चाहिन्छ हो त्यो सब बाबामा ठग्ने पार्टी मात्रै हो अरूलाई फेरि चाहिँ सुन अरू फेरि जेएनजी बाहेक अरू फेरि झोले पार्टी सुन अनि घर घरमा पैसा थुपार्ने त्यो जेन्जी भनेको त्यही लुटेर टिम हो खास जेन्जी त निक्लाउनु नै आएन मेन जेन्जी भनेको उसो नि त लुटेर भनेको उसका हुन् एमालेका एमालेका हुनु दाइले सही कुरा गर्नु एमालेका लुटेर भन्ने एमालेका माओवादीका मेन लुटेर दाइले सही कुरा गर्नु अहिले राम्रो कुरा गर्नु साह्रै कारे अस्ति उसको महेश बस्नेतलाई पिट्न खोजेर आएन कालुवा हाने त हाने भगाइ भगाइ हाने नि चप्पलै चप्पलले त्यो भोगटे हो कि के भन्दो रहेछ नि उ त हेर्दा उ त्यो बसे तर न ल मासु आयो सिधै भोगटे हो त्यो खड्डी हो क्या एउटा मैले उस देखेको थिएँ कि हल्ला एउटा भाडा लिएर आइज एउटा पोस्ट देखेको थिएँ कि कालुवा मैले के भन्थेँ भने जाऊ न भाडा लिएर मान्छे बरु एमाले हुन्छ एमाले चाहिँ मान्छे हुँदैन अरे कि तिमीले नभन्ने एमाले के सबै त्यस्तै मासु राख्नलाई परात लिएर आइज होइन अलि एमालेको त अलि बढी छ कि चुर्ती बुर्ती हराउँछ क्या बढी होइन एमालेको त्यही केपी र महेश बस्नेत मात्रै बढी अरू सब ठिक छ जम्मै लुटेर गोलदार सबै अरू पार्टीका छन् त्यसै एमाले भने माओवादी कहाँ छन् लुटेराहरू सबैको छन् कि काङ्ग्रेस भगवानको नामले लुटेर चाहिँ माओवादी ए खोडा चाहिँ हान गरौँ हामीलाई दिनु केही छैन त्यस्तै हो जेन्जी भर्सेस बुढापाकी सबभन्दा लुटेर चाहिँ माओवादी छन् होइन